पनि गर्नुहोस् होला। 24 घण्टा समय लाग्ने बाटो 4 घण्टा पनि लाग्दैन, फेरि भन्छौ समय छैन। 12 जना परिवार छुट्टिएर 4 जना भइसक्यौ, अझै भन्छौ समय छैन। जुन सूचना 4 हप्तामा पाइन्थ्यो अहिले 2 सेकेन्डमा खबर पाइन्छ, फेरि भन्छौ समय छैन। कसैको अनुहार हेर्न 4-5 साल लाग्थ्यो, अहिले 5 सेकेन्डमा देखिन्छौ अनि भन्छौ समय छैन। पहिले 1 दिन लगाएर ब्याङ्कको काम गरिन्थ्यो, अहिले फोनमा 1 मिनटमा हुन्छ, फेरि भन्छौ समय छैन। बिमारको जाँच गर्न पहिले केही दिन लाग्थ्यो भने अहिले एकैछिनमै भइहाल्छ, फेरि भन्छौ समय छैन। एउटा हातमा गाडीको स्टियरिङ, अर्को हातमा फोन रोकेर बात गर्ने समय छैन। ट्राफिक जाममा फसिन्छौ, हर्न बजाउँछौ, अगाडि खादिन्छौ किनकि पर्खन लागि समय छैन। आमा बाबालाई फोन गर्ने समय छैन, प्राकृतिकसँग रमाउने समय छैन, तर रक्सी पिउने गफ गर्ने समय छ। 3-4 घण्टाको मुभी हेर्न समय छ, जरुरतै नपरी बिना बिच्चामा फोन हेर्ने समय छ। अरूको कुरा काट्न, अरूले के गर्यो होला, के खायो होला, के लगायो होला भन्ने सोच्ने समय छ। आफ्नो लागि समय नै छैन। जमाना सजिलो भयो, टाढापन मेटिएको छ, समय छैन भन्दै हामी उमेर पनि काटिएको थाहै हुँदैन। अनि अन्तमा महसुस गर्छौँ समय त थिएछ, तर समय छैन भन्दा भन्दै आफूलाई माया गर्नै भुलेछौँ।